अनि यो बिहानी साँच्चै नै हामी प्रभुसँग समर्पण गर्नेछौँ अनि प्रभुलाई साँच्चै बाचा गर्नेछौँ। प्रभुलाई भनौँ तपाईले मलाई यो साल अबको मेरो बाँकी जीवनमा तपाईले जहाँ लानुहुन्छ, तपाईले मेरो जीवनमा जे गर्न चाहनुहुन्छ म गर्न तयार छु भनेर भनौँ। यो बिहानी जबसम्म हामी समर्पण गर्दैनौँ, यो कुरामा ध्यान दिँदैन, हामी अगाडि बढ्दैनौँ मण्डली। अब आउने सालमा चाहिँ, अब आउने दिनहरूमा चाहिँ हाम्रो मण्डली चाहिँ साँच्चै समर्पित मण्डली हुनुपर्छ। प्रभुको आवाजलाई सुनेर उहाँले जहाँ लानुहुन्छ त्यहाँ जाने मण्डली हुनुपर्छ। जे गर्नु भन्नुहुन्छ त्यो गर्ने मण्डली चाहिँ हामी हुनुपर्छ। जहाँ मलाई लानुहुन्छ त्यही जान तयार छु म। जे मलाई भन्नुहुन्छ त्यही गर्न राजी छु म। त्यही गर्न राजी छु म। जहाँ मलाई लानुहुन्छ, हालेलुया, जहाँ मलाई लानुहुन्छ त्यही जान तयार छु म। जे मलाई भन्नुहुन्छ त्यही गर्न राजी छु म। त्यही गर्न राजी छु म। तपाईको सामने हाजिर छु म। तपाईको सामने हाजिर छु म। तपाईको सामने हाजिर छु म।
भन्दैछु, घोषणा गर्दैछु, म किरण गुरुङ, म तयार छु प्रभुको काम गर्नलाई। प्रभुले जहाँ लानुहुन्छ म त्यहाँ जान तयार छु। प्रभुले जे गर भन्नुहुन्छ त्यहाँ हाजिर हुन तयार छु। म तयार छु प्रभु। मैले धेरै कुरा गरिसकेँ, संसारलाई चाखिसकेँ, सबै कुरालाई चाखिसकेँ। सबै भ्रम रहेछ, यी सबै क्षणिक रहेछ, सबै नाश हुने कुराहरू रहेछ। अब प्रभु म अनन्तको कुराहरूलाई, कहिले नसकिने कुराहरूको लागि पछि लाग्नेछु, त्यो कुराको लागि पछि लाग्नेछु। तपाईँ जहाँ लान चाहनुहुन्छ म जान तयार छु। म तयार